नमस्कार, जय देश जय माटो। म आइसकेछु फेरि हजुरहरूको सेवामा। म कुन्देश्वर प्रसाद यादव, श्रम सांस्कृतिक पार्टीको जिल्ला सचिव। अहिले घन्टीको राजपाको सरकार छ र त्यस सरकारले मनोमानी गरिरहेको अवस्था देखिन्छ। सुकुम्बासीहरूको पनि बस्ती डोजर लगाएर हटाउनुको साथै यो देशबाट युवाहरूको पलायन यो सरकारले भनेको थियो। विभिन्न झुटा वादाहरू गरेको थियो जित्नुभन्दा पहिला। अब जितिसकेपछि यो सरकारले तपाईको आफ्नो देशमा रोजगारी सिर्जना गर्नुभन्दा यो विदेशीमा युवाहरूलाई विदेश्नु बाध्य बनाइसकेको छ, जसले गर्दाखेरि यो हाम्रो नेपाली दाजुभाइहरूलाई कति शास्ति फेर्नुपर्छ र विदेशबाट फर्किँदाखेरि सकुशल फर्किन्छ कि फर्किँदैन यसको कुनै ग्यारेन्टी हुँदैन। त्यही भएर अब सम्पूर्ण देशवासीहरूमा म यो अपिल गर्न चाहन्छु कि यो राजपाको सरकारलाई फालेर जति छिटो हुन्छ श्रम सांस्कृतिकको सरकार ल्याउन ढिलाइ गर्नु हुँदैन। होइन भने यो देशै सखाप हुने स्थिति देखियो। जय देश जय बाटो।